मर्निङ है त गाइज ल इट्स डे 2 होइन। अब आज हामीहरू बिहान उठेर बिहानै आज 4:30 बजी नै उठेर रेडी भएर सबैजना रेडी भएर हामी अब निस्किन लाग्छौँ पाजी भाडाको लागि। अब आज हामी माथि गएर बसेर हामी लगभग चाँडै राति जस्तै पाजी भाडा चढ्छौँ। अनि भोलि हामी सबैले हाम्रो चढेर मन्दिर गएर अनि हामी झरेर फेरि धरामा आएर बस्छु होला कि कसो भाइ? ल ठिक छ होइन। केटा निस्किन अलमल गरिरहेको नि, यहाँ किन अलमल गरिरहेको, के गरिरहेको खै? ए भाइ के भयो निस्किनु पर्दैन यार, तिमी ढिला गर्ने यार। ढिला होइन के दाइ, यहाँ मेरो लुगा कहाँ राख्नु अब? मेरो हिँड्न तल राख्ने है। आशिषकोमा ठाउँ छैन मेरो यत्रो स्क्वायर ब्यागमा के को ठाउँ? हेलमेटभित्र राख्नु क्या? मेरो लुगाको उयो चाबी बोक्दै आयो। ल अब निस्किनु पऱ्यो, गाडी नआउनु रहेछ ब्यागहरू तल राखेर। चेतिजहरूको रुम हो बाहिर निक्लेर बसेको छौँ। गाडी चाहिँ आएको छैन अहिलेसम्म, आउँछु भने आएकै छैन होइन। गाडीको वेटिङमा छौँ। टुकटुकीहरू एकसरै हानिदिने हो। 4:30 बजेदेखि उठाइदिएको छ। मैले झन् उठ्ने बित्तिकै ल केटा हो है, ल कोही पनि ढिला नगरौँ, अब उठेर रेडी हुँ भन्नु थाल्यो क्या अझ। अहिले गाडी आउँदैन यार। अब हाम्रो गाडीमा ट्राभल भइरहेको छ यहाँ होइन, पुरै झ्याप्प लाएर होइन। कस्तो हुँदैछ सबैलाई? अल गुड? गाडीमा पुरै ट्राभल हाल्दैछ। नथिङ इज इम्पोसिबल। पाथी भाडाको लागि हामी गाडीबाट निस्किसक्यौँ, सबैजना गाडीमा छौँ। अब साइडको भ्यू देखाउँदै हिँड्दै चाहिँ के चोक आइपुग्यो यो। 전화해 봐. 메모리가 이 메모리. मेरो भाइ बुझ्नेले जसरी बुझ्ने हुन्छ होइन त्यही हो। अब अहिले भेडार भेडार यहाँबाट सिनेरिटी बवाल देखिन्छ होइन बाहिर। गाडीमा हो यहाँ यस्तै छ ट्राभल हाम्रो।
एक्सपिरियन्स लिनु पर्यो नि होइन कति बाइकको मात्र एक्सपिरियन्स लिनु कहाँ आइपुग्यो हो गाडी रोकेको छ अब चिया नास्ता लाबर बोट मूलघाट धनकुटा रहेछ नि त आइपुगेको छौँ हामी होइन ल गाडी चाहिँ यही हो कानै टुम्म भइरहेछ भने पारा यस्तो छ हाम्रो यहाँ है बसाइको पारा खोला छेउ बस्न कम मजा आउँछ भाइ होइन गाउँघरको बाटो छ यो यस्तो यस्तो छ है बाइकमा आयो त बुलेट र स्कुटर त ह्याङ ह्याङ हुँदैछ त अनि मुनि साइलेन्सर डुब्थ्यो नि त भाइ बुलेटको त साइलेन्सर डुब्थ्यो नि त सर ल के
यो दोभान आइपुगेका छौँ अहिले। यस्तो छ दोभान। धुलोले मार्ने रहेछ दोभान यार। दोभानको बाटो यस्तो छ है। होइन फाइनल्ली बाटो लास्ट अफ रोड छ। गाडीमा आएर ठिक गरेछौँ हामीले होइन। बाइक लिएर अब त मुस्ताङ जाँदा त के भएको थियो र यहाँ। अहिले पाथी भएर आउँदाखेरि हामी त्यस्तो हुने रहेछौँ क्या होइन। खतरा छ भने खतरा। बाटो त डेन्जर छ। अझै हामी माथि पुग्नु छ भने चाहिँ माथि हेर्नु नि धुलोले कस्तो छ। अब एकछिन बसेर खाएर निक्लिन्छ है। केटाहरू सबै त्यहाँ छ। भाइ फेरि एउटा पोच। सुँगुरसँग सेल्फी हान्छ भने बाउ। सपना पुष्टकारी नै खाएर बस्छ अझै। त्यसले नै खान्छ होला एउटा पुष्टकारी दियो त त्यसलाई। खान्छ होला चौचो त खाइदियो। गाडी बिग्रे अगाडि अनि यहाँ सबैजना मद्दत गर्नलाई रोकेर बसेको छौँ। यहाँ गाउँघर त यस्तै हो नि त। अब मद्दत सद्दत गरिन्छ चाँडै बनोस् भनेर होइन। त्यही भएर मद्दत गर्नलाई गाडी साडी बनाइरहेको छ। अब अझै कति टाइम लाग्ने यहाँबाट ताप्लेजुङ पुग्नलाई। त्यहाँबाट फेरि गाडी चेन्ज गर्नुपर्छ भन्ने खाले अरे होइन। अहिले यहाँ डाँडाको टपमा आएर बसेको छौँ पुरै। ताप्लेजुङ आइपुग्यो हामी। ल यो चाहिँ माथि ताप्लेजुङ हाइटा माथि होइन। बजार यहाँ पनि त रहेछ नि यस्तो बजार होइन। यत्रो बजार रहेछ साइड साइडको न्यु रोड बजार। ताप्लेजुङको न्यु रोड बजार। न्यु रोड बजारमा विभिन्न प्रकारको सामानहरू पाउन सक्नुहुन्छ। ओके यहाँ गाडी हेर्नु न। बजार ठुलो रहेछ नि यता नि। न्यु रोड प्रहरी कार्यालय हो त्यहाँ त्यसलाई हालिदिने हो।
बाई हामी चाहिँ फेरि हात स्टेबल हुनु पऱ्यो नि है फेरि हामी चाहिँ ताप्लेजुङबाट चाहिँ माथितिर लागिसकेको छौँ भन्दै न यो अहिले एकदम कम्प्लिटली अफ रोड बाटोमा छौँ हामी त्यही कारणले हात चाहिँ स्टेबल छैन त्यही हो माथि दामी दामी भ्यूहरू छ माथि गएर देखाउनु पर्छ अब हामी चाहिँ हिमालको माथि छौँ है सगरमाथाको माथि छौँ त्यही हो सगरमाथाको बाटोमा हिँड्छौँ अनि मिलाएर काट्न हामी चाहिँ अहिले यो तल्लो फेरि रे यो काफल पार्टी भन्ने रहेछ ठाउँ यो हामी मेन पार्टी भएर पुग्नुपर्ने उहाँ माथि जुन टपमा यो छ नि हो त्यहाँ पुग्नुपर्ने छ आज हामी यहाँ टावर छ नि हो त्यो टावर गएर बसिन्छ होला केटाहरू गाडीबाट झरिसियो त्यही छौँ आज सकेसम्म आजै चढ्ने भन्ने हाम्रो उ छ होइन ल एउटा उकालो चढ्नु भएको छ एउटा अब ल उकालो हामी चाहिँ अब यहाँ पाथिबाट जाउँ पुण्य कमाउँ भन्दै बिस्तारै हिँड्दैछौँ होइन उकालो छ ठाडै छ बिस्तारै हिँड्नु पऱ्यो नि त अब बिस्तारै हिँड्दैछौँ सामान यहाँ यत्रो छ है सामान बोक्दै लट्ठी टेक्दै हिँड्दैछु त्यही भएर भिडियो बनाउन अलिक मिलिरहेको छैन ठाउँ ठाउँमा बस्दै म भिडियो बनाउँदै हिँडिरहेको छु त्यही हो ल है गाइजहरू ल म चाहिँ उक्लिँदैछु होइन लट्ठी हात छ ए माथि पुग्नु खोज्छ त्यही भएर ठाउँ ठाउँमा भिडियो बनाउँदै हिँडिरहेको छु भिडियो बनाउन अलि मिलिरहेन नि त ठाडै छ चढ्नु पऱ्यो नि हामी हाइटमा चढ्दैछौँ जाँदैछौँ होइन त्यही भएर गाइस सिस्टममा यहाँ छोडिदिएँ है ल आउँदै गर म चाहिँ अहिले यहाँ आधा जस्तोमा आइपुगिसकेको छु पुग्नुपर्ने फाइनल डेस्टिनेसन त्यहाँ हो जान्छ टपमा हिँड्दैछु म चाहिँ उकालो होइन हिँड्दैछु गाइजहरू बिस्तारै पाइला चलाउँ आमाले बोलाउनुहुन्छ आमाले मासम्म लानुहुन्छ भन्ने त्यही भएर हिँड्दैछु है हिँड्नुपर्छ जय पाथिभारा माता भनौँ हिँड्नु जय पाथिभारा माता रक्षा गर्नु भगवान् सँगसँगै बजार रहेछ एउटा केटाहरू यहाँ बस्छु हेलो गाइज कस्तो हुँदैछ सबैलाई इजी त इजी छ बिस्तारै होइन एउटै रेसमा बढाइरह्यो भने एउटै रेसमा हिँडिन्छ कि किनकि रस नगरेर हिँड्ने कि होइन एकछिन बस्नु भयो यार आज जाने हो र आज त 10 बज्छ कि बेलुका माथि जाँदा अनि ल अब अनि बरु सबैलाई बिहानै हिँड्ने के बरु बिहान सबैले हिँड्ने बिहान सरपै हिँड्ने बिहान सबैले ल अब यो बाटो आइसकेको छ एकछिन रेस्ट पनि गर्नु पऱ्यो भने त बाफ उडेर नि सबैले यो उबाट के तालुबाट हेर्नु ल बाई 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 आन्टी ल बाई बाई ल अहिले चाहिँ यहाँ माथि टपमा आइसक्यो आज यही बसिन्छ अब होइन बाफ कस्तो उठ्यो तालुबाट बाफ उठ्यो डेन्जर भयो गाइस बाफ उठ्यो हेर्नु सक्नुहुन्छ तपाईँले मेरो तालुबाट होइन पाथिभाराको ठ्याक्क माथिल्लो फेदीमा आएर बसेको छु यहाँबाटको सनसेट हेर्नु यस्तो बवाल छ कि होइन हेर्नु सक्नुहुन्छ क्या
म जुमै गरेर देखाउँछु हजुरहरूलाई होइन यस्तो ल बब्बाल पख हेर्नुपर्छ यार यो हाइट कति छ अहिले हैछ अनि किन यस्तो यस्तो फास्ट हो क्या दादा यार हो है अब भोलि चाहिँ हामी कति बजी हिँड्ने दादा ल भोलि 2 बजे उठिन्छ है 2 बजी उठ्ने 3 बजी चाहिँ हिँड्नै पर्छ 2 घन्टा लाग्यो पनि हामी किनकि सनराइज पनि देखिन्छ हामीले बिहान तापक्रम दाइले बताइदिनुहुन्छ रे अनि अलिअलि म बाटोमा गएर हाल्ने रैयाचरीको ओहो म नि एकछिन आगोमा बस्छु न यार हामी चाहिँ अब तरकारी पकाउँदैछौँ तेल पारे होइन आफै दाल तरकारी पकाउँदैछ होइन त्यो बन्द गर्नुपर्छ क्या भाइ हजुर ल है हाम्रो यहाँ आफै स्पेसल दाइको फेरि स्पेसल सरल होस् न दाजु होइन भित्र सबै होस् न भोलिसम्मलाई दाजुभाइ हो अब दाजुको आफ्नै हो यो भोलिसम्म हामी दाजुभाइ हो त्यो ल चिया खाउँ है चिया ल चिया आयो ल चिया हाम्रो रेडी भइसक्यो दाजुले चिया रेडी गरिदिइसक्नु भयो स्मेल त वाउ मिठो छिटो गर न यार मेरो छँदैछ त यार ल मसँग छ त यार खानु पर्यो हो त्यहाँ राजसँग काम गर्ने है राजसँग गर्ने त्यो राजसँग गर्ने फेरि भोलि जागिरबाटै आउट गरिदिउँला नि फेरि त्यही होइन दाजु राजसँग काम आउट भइहाल्यो फेरि काम राम्रो भएन नि त यहाँ ल ल ल यहाँ हाल्ने त छिटो हाल्ने छिटो चिया सेलाउनु भयो कि हाल न त्यही भन्ने कि लास्टमा न ल है यो यस्तो यस्तो स्टाइल ओहो यस्तो कस्तो छ देखली कस्तो छ अधेरीले झुकिए जस्तो छ रैया चाँदीको हुन्छ रे पल्टन रैया चाँदीको दाइल त फेरि कडा दाइल त फेरि डान्स चाहिँ कडा हो नि त फेरि हो नि दादा फेरि के रे नसा कुन नसा रे दादा भन्नु न दादा 1 करोड के दादा कुन नसा दारुको नसा त के के नसा हो र होइन आँखाबाट लिने नसा नसा चाँदीको रैया चाँदीको भगा त ल र दाइले खाना हाल्दै हुनुहुन्छ छुटेछ के आएर जलै मिलाइरहेको है हतारी बेला गाउँ घर आएपछि अब होइन अनि घर आएर भात खानला जस्तो फिल भइरहेको यहाँ अनि ल ल ल ल कैद नम्बर 2 कैद नम्बर 6 यिनीहरू नि यतै आयो हुन्थ्यो के दादा उसको पालो फेरि होइन फेरि जग्गा अनि ल हस् त्यो अब तपाईँले टिम फेरि हाल्नु भयो टिम फेरि आयो नि दाजु त्यो कम्प्लिट फेरि भने म आउँदैन ल सुमेर भाइ पानी ल्याइन्छ अनलेस तपाईँले म अहिले पनि नआएँ भोलिको टिममा पनि म बिहान उठेर माने हो टिम चेन्ज गर्यो दाइले मलाई आउँदाखेरि बाटोमा टिम चेन्ज गरिदिनु भयो नि त त्यो अनि फेरि होइन उताबाट आउँदा क्या हाम्रो टिमै चेन्ज भयो क्या
ल ठिक छ ल रमाइलो जस्ट होइन खानासाना खाएर पनि बसिसक्यो होइन छैन भने थाहा छैन मलाई त अर्को मसँग छैन छैन के मसँग बाबा छैन छैन के मसँग ए बाबा फुडेर यस्तो छ है भोलि बिहान कस्तो चिसो होला क्या अहिले यस्तो चिसो छ अब खानासाना नै खाइयो होइन त्यही भएर अब सुत्नुपर्ने हुन्छ भोलि चाँडै हुन्छ तर अब सुतिन्छ होला गाइस भोलि बिहान भेट्नुपर्छ ल मेरो ब्लग हेर्नुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू भन्न चाहन्छु हेरिदिनु होला भ्लग इन्जोय गरिदिनु होला के कस्तो पुगेको छैन भनिदिनु होला सिकाइदिनु होला होइन म यसमा फेरि म मिलाउने छु ल गाइस अहिलेलाई चाहिँ गुड नाइट है अब गुड नाइट त भन्ने तर एकछिन फेरि नाचगान प्रोग्राम नै हुनसक्छ है फेरि लास्ट इभिनिङ हेर्न पनि सकिन्छ नि फेरि है ल त गाइस भोलि बिहानै चाँडै उठ्नु छ त्यही भएर अब सुत्न लागेको यहाँ केटाहरू सब सुत्नलाई रेडी भइसक्यो होइन सिरिस अब सुतौँ भोलि बिहान 3 बजे उठेर वाकिङ ल गुड नाइट ल त्यही हो होइन ल अब सुतेको लास्ट थकाइ लागेको छ यार गुड नाइट मेरो च्यानल सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है